होइन आफूलाई रमाइलो लाग्ने ठाउँ चाहिँ धेरैको फरक हुन्छ होला होइन। मलाई चाहिँ रमाइलो लाग्ने आनन्द लाग्ने ठाउँ भनेको चाहिँ आगो बालेको ठाउँ। कसैको क्लब गरेर डान्स गर्ने हुन्छ, कसैको के हुन्छ होला होइन। पहिला चाहिँ मलाई मन लाग्थ्यो बाहिर जाने, मान्छेहरू भिडभाडमा जाने, हल्ला गर्ने, घुम्ने त्यतातिर खासै लाग्थ्यो पहिला। आजकल चाहिँ त्यस्तो लाग्न छोड्यो क्या, किन यो उमेरले गर्दा नि हो कि उमेर ढल्केर नि हो कि यो आगोमा बसेर, किन बुढा हजुरबाहरूले आगोमा बसेर चुरोट खाँदै गाँजा खाँदै आनन्द लिन्छन् होला भन्ने सोचेको थिएँ क्या पहिला बच्चा हुने बेला म। अहिले आएर बल्ल बुझ्दैछु क्या यो चाहिँ कस्तो भने यो आगोले कति आनन्द दिने रहेछ भन्ने कुरा। हेर न कस्तो आनन्दले बलेको छ, बल्ने बेलामा सबैले ताप्छन्। यो नि अब एकछिनपछि निप्छ, निपेपछि त्यो कसैले फर्केर नि हेर्दैन। त्यही भएर मान्छेको जिन्दगी नै त्यस्तै हो जस्तो लाग्छ होइन। तपाईँहरूको चाहिँ के लाग्छ, तपाईँहरूलाई नि यस्तो मनपर्छ भने कति मनपर्ने हुनुहुन्छ कमेन्ट गर्नुहोस् है, लाइक गर्नुहोस्, आउनुहोस् सँगै गफ गरौँला।